साथीहरू हाम्रो अङ्कलको पडोसी घरमा आज छठ पूजा पनि बनाउँछ नि मैले अनि यो हो हाम्रो पडोसी भाउजू दुईजना आज आउँछ हाम्रो ब्लगमा खै यहाँ हाम्रो आमा अनि हाम्रो आन्टीहरू अनि यो आन्टीको यो भाउजूको घर हो उनको घर हो यो अहिले नयाँ बनाएको छ हाम्रो पडोसी आज पूजा हो अनि त्यही भएर आएको थियो यो चाहिँ बाहिर हो अनि सबै खिचडी खाँदैछ आज सबले बोलाएको थियो खिचडी सबै आज भेना बिरुवा आएर सब्जीहरू काटेको थियो यहाँ खाँदैछु हामी चाहिँ अहिले अब खानुलाई हो हाम्रो पडोसी अङ्कलको घर दाजुको घर सबैजना खाँदैछ गाउँको सबैजनाले बोलाएको रहेछ घर पनि नयाँ सिफ्ट गर्नुभयो भनेर अनि भोलि सिफ्ट हुन्छ अरे आज पूजाहरू गरेको आज बोलाएको थियो त्यही भएर आएको बुझ्यो हाम्रो भाइहरू खाँदैछ खाऊ अभी हम लोग बाद में खाएंगे अहिले खाँदैछ भाइहरू अनि त्यही भएर खाने हामीहरू यहाँ गाउँको लोकहरू सबै खाँदैछ हाम्रो आमाहरू त्यहाँ बसेको छ बोलो कैसा हुआ है टेस्टी बहुत टेस्टी है भाभी लोग मम्मी लोग को मुझे टेस्टी लगा हाँ जी इधर देखो हाय करो हाय हाय ना क्या दिया वो पहना के पूरा भीज गया देखो ना कपड़ा इसलिए यहाँ जब पूरा दिया इसलिए वो खुल रहे भीजी से था गाइस त्यता अब त्यहाँ पूजा थियो आज गृह प्रवेश अनि छठ पूजा पनि थियो त्यता पूजामा गएर आयो आमा मेरो अहिले भातसात खाएर त्यता भात मतलब भात त होइन खिचडी दिएको थियो खाइसक्यो अनि नानी पनि सुताइदियो त्यता आमा पनि अब सुत्छु त्यता आमा बहिनीसँग बात गर्छ त्यसको पछि सुत्छु त्यता राम्रो लाग्यो त्यहाँ घरमा पडोसी हो नि त नि त्यही भएर गृह प्रवेशको पूजा मतलब गर्नुभयो त्यो बोलाउनु थियो गयो त्यता बिहानको भिडियो चाहिँ मैले देखाइनँ बिहानमा गएर भाउजू त हाम्रो पडोसी भाउजू मेरो गएर सब्जी काटेको थियो त्यो चाहिँ देखाइनँ मैले हाम्रो तर आउँ लाग्यो कि अब होटलले कसरी बना भनेर त्यही भएर बेलुकाको अलिकति बनाउँछु त्यही हाल्छु त्यता सबले राम्रो लाग्यो भने मलाई फलो गर्नु मेरो पेजलाई अनि लाइक गरिदिनु कमेन्ट गरिदिनु कस्तो लाग्यो अनि सबैलाई हेप्पी छठ पूजा थियो आज हेप्पी छठ पूजा अनि गुड नाइट अल अफ यु बाई भेट्छु नेक्स्ट ब्लगमा कस्तो लाग्यो भन्नु होला तपाईँहरू कमेन्ट गरेर अनि मलाई फलो पनि गरिदिनु होला हजुरहरूलाई